कति पैसा जम्मा गर्ने ड्राइभर साहब माफी आनन्द हो माफी यही छ क्या त्यो घाम छ कि भट्टी भनेपछि चाहिँ फेरि यस्तो हुन्छ। हेलो गाइस, वेलकम टु माई न्यू अनदर भिडियो है। आज चाहिँ धेरै दिन 2 हप्तापछि चाहिँ आज छुट्टी भइरहेछ, त्यही भएर आज चाहिँ रेस्ट पाइएको छ, त्यही भएर चाहिँ भिडियो बनाएको। अहिले भर्खर 7 बजीतिर आयो जुरेबाट है। नास्ता गर्नुपर्ने छ, नास्ता किनेर आएको। त्यही नास्ता सस्ता गर्नुपर्ने हुन्छ। धेरै दिनपछि भिडियो बनाउनु पाइरहेछ क्या, भिडियो पनि बनाउनु पाइँदैन कामले गर्दा, त्यही हो। नास्ता सस्ता गरेर चाहिँ म बाहिर आएको थिएँ है। यसो अलिकति सामान किन्नु थियो आफ्नो लागि होइन। आएको त्यो घाम छ कि बाफरे बाफ, के भन्नु र। खासै त त्यस्तो केही स्पेसल त हुँदैन। छुट्टी भनेपछि चाहिँ फेरि यस्तो हुन्छ कि निन्द्रा पनि नलाग्ने, रातभरि 10 घन्टा काम गरेर आउँदा पनि निन्द्रा पनि नलाग्ने क्या छुट्टीको कुरा सुनेपछि। नास्ता सस्ता खाएर सुतेर 6 बजी उठ्यो होइन, फ्रेस भयो। यसो बाहिर जाने प्लान भइरहेछ। छन् राति भइसकेको छ, रातको 7 बजेको छ जस्तो अँध्यारो छ। बाहिर यसो फ्रेस हुनको लागि जाने भनेर प्लान भइरहेछ होइन। भिडियो पनि कस्तो आएको छ अँध्यारोमा, कस्तो देखिरहेछ नाइटमा होइन। अँध्यारो होला, त्यस्तो खास चाहिँ त राम्रो त देखेको छैन होला। यता दाइहरू जाँदै हुन्छ, यता अर्को दाइ खोइ अगाडि गइसक्यो होला नि। के भन्छ अब के भन्छ भने कता गोला अघि अगाडि हिँडेको त नि। जाऊ त जाऊ जग्रीमा आउँदैन कल त हुनु पर्यो त माइला। अनि क्याम किनेको जाहाल्छ नि केटा। लाउते बुढाले कहाँ पैसा निकाल्नु त गएको। पैसा निकाल्नु कहाँ लाग्यो तिम्रो? यहाँ पैसा निकाल्नु गएको कि यहाँ को तिम्रो? तिम्रो स्योर हो? हो पैसा निकाल्नु गएको। पैसा निकाल्नु गएको। पैसा निकाल्नु आइज। के हो आज दुखुम हलाउने सोच हो? ल हाम्रो यहाँ ट्याक्सी पनि छ है, ट्याक्सी पनि आइसकेको छ 2टा। कतिजना हामी 7 जना होला। यसो सामानहरू पनि लिनुपर्छ, हल्का सामान पनि लिन जानुपर्छ। दाइहरू छन्। यो पेट्रोल पम्प त देख्नुभएकै होला, अगाडिको ग्रुपमा पनि देख्नुभएको होला। हाम्रो आउने ठाउँ चाहिँ यही हो, प्रायः हामी यहीँ आउँछौँ। अलिक मार्केटहरू भएको ठाउँ हो, चलपल राम्रो हुन्छ अलिक। अहिले चाहिँ एटिएमतिर जाँदैछु, पैसा अलिकति चाहिएको छ क्यास। अहिले हाम्रो मार्केट सामानहरू हेर्नु लागेको। त्यो सानो भन्दा ठुलो खुत्रुके अरे कति पैसा जम्मा गर्ने अरे? पर्दैन के कस्तो भयो त? कस्तो भयो त? माफी आनन्द हो माफी
अर्को टेक्सिङ जान्छु भन्दै थियो को कास दाइले यही छ क्या हो अहिले चाहिँ रातिको अहिले चाहिँ हामी 9 बजे है 9 9 बजे रुमतिर फर्किँदैछौँ हाई गाइस छुट्टी कस्तो भयो छुट्टी एकदम बेस्ट यता हाम्रो ड्राइभर साहब हाम्रो दोस्त हाम्रो हिमाल कहाँ लुकेको तपाईँ चाहिँ रुम आइसकेको छ आज चाहिँ नेक्स्ट डे रहेको छ हिजो चाहिँ लेट भएर भिडियो पनि बनाउन पाएन राति अँध्यारोमा आउँदा बिहान पनि हेर्नु कस्तो घाम छ अहिलेको 8 बजे छ हावा पनि चलिरहेछ घाम पनि लागेछ राम्रो छ मौसम भिडियोलाई हेरेर चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला यति भन्दै टेक केयर बाई बाई